3-4 हजार बचाउने चक्करमा तपाईको हातको हालत पनि यस्तै हुन सक्छ र त्यसपछि लाखौं खर्च हुन्छ। मलाई पनि लाग्थ्यो ग्लोभ्स त स्टाइलको लागि मात्र हो, तर एक्सिडेन्ट पछि मेरो रियालिटी नै चेन्ज भयो। हेलमेट जस्तै ग्लोभ्स पनि राइडिङ गियरको एउटा इम्पोर्टेन्ट पार्ट हो र फ्यासन ग्लोभ्सले तपाईलाई एक्सिडेन्टबाट बचाउँदैन है। अब राइडिङ ग्लोभ्स किन्दा के कुरामा ध्यान दिनुपर्छ त? पहिलो नम्बरमा छ नकल प्रोटेक्सन। यो हार्ड प्रोटेक्टर हेर्नुभयो, यो प्रोटेक्टरले तपाईको यो हड्डीलाई बचाउँछ। नम्बर 2 मा छ पाम स्लाइडर। एक्सिडेन्ट हुँदा जहिले पनि सबैभन्दा फर्स्ट इम्प्याक्ट हातमै पर्छ र यदि यो हात स्लाइड भएन भने, यहाँ अड्कियो भने हातको हड्डी नै भाँच्न सक्छ। पाम स्लाइडरले हातलाई मजाले स्लाइड हुन दिएर हातको हड्डी भाँच्नबाट जोगाउँछ। नम्बर 3 मा छ रेसिस्टेन्ट मेटेरियल। कपडाको ग्लोभ्सले तपाईलाई चिसोबाट जोगाउँछ, एक्सिडेन्टबाट होइन। त्यसैले राइडिङ ग्लोभ्स किन्दा जहिले पनि हाई क्वालिटीको टेक्सटाइल कि त सबैभन्दा राम्रो लेदर भएको किन्नु होला। नम्बर 4 मा छ फिङ्गर ब्रिज। यो दुईटा औँला जोडेको हेर्नुभयो, यो राइडिङ ग्लोभ्समा दुईटा औँला किन जोडेको होला त? एक्सिडेन्ट हुँदा यो सानो औँला सबैभन्दा धेरै चोट लाग्ने औँला हो। यो ब्रिजले यो सानो औँलालाई ट्विस्ट कि त अर्कोतिर जान नदिएर भाँचिनबाट जोगाउँछ। नम्बर 5 लास्ट बट नट द लिस्ट, प्रोपर फिट। तपाईको ग्लोभ्स तपाईलाई प्रोपर फिट भएन भने तपाईलाई डिस्ट्र्याक्ट गर्न सक्छ राइड गर्ने बेला, कि त अनकम्फर्टेबल हुन सक्छ। त्यसैले ग्लोभ्स न धेरै टाइट हुनुपर्छ न धेरै लुज। तपाईको हात अनुसारले एकदमै ठिकै हुने ग्लोभ्स किन्नु होला। तपाईसँग कुन ग्लोभ्स छ र तपाईले कतिमा किन्नु भयो त्यो कमेन्ट गर्नु होला।